स्वागत छ भिन्जना मोटरसाइकल वर्कसप सुनवलमा। मेरो वर्कसप पुरानो हेल्थ पोस्ट अगाडि वडा नम्बर 1 नजिकै छ भिन्जना मोटरसाइकल वर्कसप। हजुरहरू पनि आउनुहोला। मेरो वर्कसपको लोकेसन यो चाहिँ हेल्थ पोस्ट हो। अनि त्यसपछि यता हाम्रो वडा छ, यहाँ मेरो वर्कसप छ, हेर्न सक्नुहुन्छ भिन्जना मोटरसाइकल वर्कसप। अनि यो स्कुटी एक्सिडेन्ट भएर आएको छ, म देखाउँछु हजुरहरूलाई के भएको छ। हजुरहरूको पनि स्कुटी बाइकहरू सर्भिसिङ गर्न अनि धुलाउन इन्जिन बनाउन छ भने आउन सक्नुहुन्छ भिन्जना मोटरसाइकल वर्कसपमा। हेर्नुहोस् यो स्कुटीको एक्सिडेन्ट भएर आएको छ। अब यसको भाइजर, इन्डिकेटर, हेडलाइट चेन्ज गर्ने हो। म हजुरहरूलाई देखाउँछु के भएको छ यो स्कुटीमा। अब म यसलाई खोल्छु। हजुरहरूको पनि स्कुटी बाइकहरू छ भने भिन्जना मोटरसाइकल वर्कसपमा आउन सक्नुहुन्छ। पुरानो हाट बजार लाइन, पुरानो नगरपालिका नजिकै। यो स्कुटीको हेडलाइट भाइजरहरू फुटेको छ। म अब यसलाई चेन्ज गर्छु। हजुरहरू पनि नजिकदेखि हुनुहुन्छ भने प्लिज आउन सक्नुहुन्छ भिन्जना मोटरसाइकल वर्कसपमा। अहिले म यसलाई खोल्छु। खोलिसकेपछि हेर्छु कुन राम्रो छ, काम लाग्छ, कुन लाग्दैन, त्यही अनुसार यसको सामानहरू लिन जान्छु। यो स्कुटीमा लगभग 500,000 को खर्च छ। अब म हजुरहरूलाई देखाउँछु के भएको छ यो बाइक स्कुटीमा। हजुरहरू पनि आउनु होला आफ्नो बाइक स्कुटी लिएर। खोलेर म देखाउँछु हजुरहरूलाई के भएको छ मेरो स्कुटी। खिया लागिसकेको छ, खुलेको छैन यो। यसको भाइजर, इन्डिकेटरहरू म देखाउँछु के भन्छ है, हेर्नु होला। सबै फुटेको छ। हजुरहरूको पनि बाइक स्कुटी सर्भिसिङ गराउन धुलाउन छ भने भिन्जना मोटरसाइकल वर्कसपमा आउन सक्नुहुन्छ। खोलिसकेको छु। अब हेर इन्डिकेटर कतिको ठिक छ कि भाँचे छ, के भएको छ। लाइट, इन्डिकेटर, भाइजर, हेर्नु त साथीहरू, यसको इन्डिकेटर, हेडलाइट यस्तो भएको छ। हेडलाइट ला पुरै फुटेको छ। अनि यो भयो हेडलाइट भाइजर, यो पनि पिस 2-3 पिस भइसकेको छ। यस्तोमा देखाउँछ है साथीहरू खोलेर के भएको छ। है सी नहीं जा पाइबा का अब ही मैं चली आता है। अरे बाप रे।
देखाउँछु साथीहरू के भएको छ है। लुटो काँचको पनि हेर्नुहोस् यस्तो टुक्रा परेको छ, यो हो यसरी भएको छ है, पिस पिस भएको छ। इन्डिकेटरलाई पनि जोगाड गर्न मिल्छ। सबै खोलिसकेको छु। अब यो पनि इन्डिकेटर, अर्को इन्डिकेटर पनि राम्रै रहेछ, यो चाहिँ चेन्ज गर्न पर्दैन। अब हेडलाइट लिएर आउने, हेडलाइट भाइजर ल्याउने अनि त्यसपछि हुन्छ। हजुरहरू पनि नजिकदेखि हुनुहुन्छ भने प्लिज बिन्दिना मोटरसाइकल वर्कसपमा आउनुहोला, बाइक बनाउन, बाइक धुलाउन। अब टाढाबाट आउने साथीहरूको लागि विशेष डिस्काउन्ट छ। हेर्नुहोस् सट्टी